बोलो भाइ त्यही त भनेको पक्रे के हो यो घन्टा पत्ता गरे थुक हैन राखेछ बासिदा उयो वेलकम ब्याक टु माई युट्युब च्यानल फेसबुक च्यानल सब च्यानल र आज पनि हामी चाहिँ गएको है र हाम्रो दाजुहरू चाहिँ अघि नै गइसक्यो है एक्लै छु यहाँ उनीहरूलाई अब गइसक्यो उनीहरू भनिदिउँ न अब होइन म चाहिँ अहिले जाँदैछु हो अब उनीहरू हन्टिङ गर्दै होला हो यहाँ हेर्नुहोस् म चाहिँ यहाँ कार डिस्टेन्समा आइसकेँ हो अब म एक्लै जान्छु यहाँबाट है तपाईँहरू हेर्दै गर्नुहोस् स्टे ट्युन खोइ उयो कभरमा भनेको दार्जिलिङ हेर्नु मौरीको डुल रहेछ क्या दामी हजुर हामी गएको नि बढी भरे आएर नाच्नुपर्छ बढी बेलुका आउँछु त हजुर होइन भरे आउँछु नि ढिलो भयो हामी प्लिज बाई बाई समृद्धि बाई बाई बढी होला भन्नु ल भरे आउँछ भनेर हुन्छ बढी र यहाँ गाइस बढीले रिक्वेस्ट गर्दै थियो एउटा गीत बजाउनु भनेर हो डान्स गर्ने भनेर हो र डान्स गर्दै थियो पुरा मजा आयो हो तर अब त्यो डान्स गरेको भिडियो त हाल्नु भएन कपिराइट भेट्छ के गर्नु यस्तो यस्तो दुःख र हामी चाहिँ गएको अब हेर्नु नि यहाँ साउन्ड आयो होला बज्दै गरेको अब तपाईँहरूलाई देखाउँछु ल म के बोकिरहेको छ भने यो बोकेको मैले चाहिँ हो यस्तोहरू बोकिरहेको छु र हामी हिँड्दैछ र केटाहरू पनि गएको रहेछ हन्टिङमा सो हामी चाहिँ अर्ग्यानिक हन्टिङ गएको केटाहरू पनि अर्ग्यानिकै हन्टिङ होला हो फाइनली दाजुहरू भेट भयो आउने बित्तिकै यस्तो हान्दै रहेछ अन्त के गर्नु अब हो माछा पल्टिन्छ है केटा हो यो चाहिँ अर्ग्यानिक स्टाइल हो फिसिङ गर्ने हो अब त्यो बोक्नु मात्र त्यही हो बिस्कुट सिस्कुट पनि खाइसक्यो हो सो म चाहिँ एउटा रिक्वेस्ट गर्न चाहन्छु खाएर चाहिँ खोलातिर नफ्याल्नुहोस् तपाईँहरूले यसरी ब्यागमा हाल्नुहोस् हो राम्रो हो है हेर्नुहोस् र यसरी चाहिँ देखाउने छु म यहाँ हेर्नुहोस् यहाँ हानेको थियो एउटा माछा चाहिँ पल्टिला जस्तो भएको थियो तर पल्टेन अर्ग्यानिक फिसिङ गर्दैछ केटाहरूले यसरी है पत्ताहरूले बारेर है यस्तो राम्रो हो एक छाके चाहिँ नगर्नुहोस् तपाईँहरू है ए मलाई गाली गरिदिन्छ केटाहरूले है यहाँ नबस्नु भनेर किनकि माछा 10-12वटा कुदियो अरे हो यहाँ हेर्नुहोस् यसरी अर्ग्यानिक स्टाइलमा फिसिङ चाहिँ यही हो गति हो ल 5 किलो भयो निकाल 5 किलो ओइ खोइ माछा एउटा पनि छैन एउटा त भएको त बास एउटा भए पनि पाएँ नि त खुसी एउटा भए पनि पाएँ ढडिया चाहिँ यही हुन्छ गाई चाहिँ एकछिन देखाउँछु तपाईँहरूलाई है घर चाहिँ देखाएका खोइदिनु त कसो त ए ढडिया चाहिँ यसलाई भन्दो रहेछ है गाइस यहाँ हेर्नुहोस् ढुङ्गा यस्तो हुँदो रहेछ हो यहाँ माछा रहेछ हो माछामा चाहिँ यसरी कसरी निकाल्छ यो माछा चाहिँ अब यताबाट खोल्नुपर्छ ए हो यहाँ रहेछ एउटा हो म चाहिँ सोचेँ ठुलो ढडिया होला भनेर सो गाइस यो हाम्रो मेन पोइन्ट चाहिँ यहाँ अघि भर्खर हानेको थियो हम्बर हो यहाँबाट चाहिँ आज दिवाली फर्किन्छ हेर्दै गर्नुहोस् तपाईँहरू आज चाहिँ दामी पाराले दिवाली चाहिँ होइन मैले चाहिँ है दिवाली हो खास गरी जस्ट मैले चाहिँ दिवाली भनेर हल्का तपाईँहरूलाई एन्टरटेनमेन्ट गरिदिएको सिरियस नलिनुहोस् यो कुरामा हो सो अब हाम्रो केटाहरू एकदम चेन्ज भएर एकदम हन्टिङ ड्रेसमा आउनेछ स्टे ट्युन गाइस खोइ आम्बो माछा ओइ उमार्छ यहाँ ओइ बोलो भाइ माछा ओइ नदेखाउ न दिवाली नफर्क ओइ दिवाली भन्दा उयो आएछ छिटो ननिकाल्नु नि एकछिन घोर्चौँ न भन्दै थिए अम्बो अझै छ थियो नि सो गाइस माछा हामीले फाइनली भेटिसकेको छ है
उहाँ हेर्नु नि अम्मामा एकीतालमा हो हामीले अर्ग्यानिक स्टाइलमा माछा पाउँदैन भनेको यहाँ हेर्नुहोस् यो चाहिँ अर्ग्यानिक स्टाइलमा माछा पाएको केटाहरूले यहाँ अत्तलिँदै आएको थियो हो माछा मार्ने चाहिँ यहाँ 3 जना रहेछ हो अत्तलिँदै आएको थियो एक्साइटेड आमामामा ओइ एक सर्टमा है यो चाहिँ गाइस हामी चाहिँ अर्ग्यानिक स्टाइलमा यो ढडिया के भन्दो रहेछ यसरी हेर्नु यहाँ हेर्नु नि आमामा एक छाक ओइ कसो त हेर्नु नि एक छाकमा झन्डै 24 वटा जस्तो रहेछ 24 वटा जस्तो रहेछ थापेको मात्रै रहेछ दामी गुड जब गाइस गुड जब हेर्नुहोस् एकै सर्टमा केटाहरूले पारेछ यो 3 जना ऊ बुद्ध सान्डुप बाबुले है हेर्दै गर्नु तपाईँहरू सो गाइस उहाँ चाहिँ अब आज चाहिँ कति दिनको बादमा चाहिँ अब तपाईँहरूले देख्नुहुन्छ दिवाली फर्काएको है दिवाली फर्काएको अब यहाँ अब हुँदैछ काम है केटाहरूले अर्ग्यानिक फिसिङ गरेर फेरि आइसकेको छ हो असलाहरू लिएर आएछ हो अहिले चाहिँ कम्ती पाएछ पाउनु चाहिँ हो छ नि 3टा 4टा यति पाएकै अनि पाएकै होइन 5 वटा हुन्छ अर्ग्यानिक जग्गामा अर्ग्यानिक चिज अर्ग्यानिक फिल अर्ग्यानिक सब अर्ग्यानिक ए उहाँ के ल्याएको रहेछ त्यही त भनेको सो गाइस म चाहिँ यसरी है बलुवा लिएर आउँदैछु हो यो चाहिँ हाम्रो बस्ने जग्गा यसरी दामी हुन्छ यहाँ हेर्नुहोस् मजाले है काठहरू पनि यहाँ चिरिरहेको रहेछ है मजाले पायो हो यहाँ हेर्नुहोस् हाम्रो बस्ने जग्गा चाहिँ दामी बनाएको छ कटिङ सटिङ हुँदैछ चिकन हो यहाँ राकेश दाले लसुन ससुन सेलाउँदैछ र यहाँनिर ढुङ्गामा है मजाको यहाँ डाइभ पनि हुँदैछ छेपिसक्यो हो ए यहाँ हेर्नुहोस् दिवाली सुकिसक्यो ओइ लु न केटा हो अम्बो माछा त ओइ कुद्दैछ त हेप्पी मलाई नभन् अहिले भर्खर म उयो गरेर आएको मैले अहिले भर्खर फ्राई गर्ने चिज चाहिँ अब त्यसरी ढुङ्गामा अन्त कहाँ हुन्छ यहाँ चाहिँ हाम्रो दाजुले भात पकाउँदैछ यहाँ भात पाक्दैछ है मजाले आम्बो अर्ग्यानिकै रहेछ हो आज त सब अर्ग्यानिक फिसिङ अर्ग्यानिक सबै ड्रिङ्क्स अर्ग्यानिक भात अर्ग्यानिक यो चाहिँ उयो घोपिन्छ ल भात पनि तार्ने बेला भयो यही तार्न कहाँ लग्यो माछाले कोही त भात घोप्टिन्छ भात घोप्टिन्छ है ओए भात गयो होइन राखेछ बार्सिङ त हुँदैन हुन्छ अब झर्ने बार्सिङ त अब चाहिँ झर्दैन राकेश त भात झर्यो सो गाइस हामीले माछा चाहिँ यति बारेछ यो चाहिँ ढडियामा कि केमा हो यो अहिले भर्खर निकालेको हो यो हिँड्नु चाहिँ है दामी हेर्नु केटाहरू अर्ग्यानिक हन्टिङ गरेर यति चाहिँ पाएको छ माछा हेर्नुहोस् दामी हो अब अझै केटाहरूले पाउँछ है दिवाली फर्काइसकेको छ दिवाली हो सो हेर्दै गर्नु होला सेकुवाको कार्यक्रम हुँदैछ है आलुको सेकुवा पनि बनाउँछ होला भन्दैछ है यहाँ हेर्नु नि क्या दामी आम्बो स्याटिस अब आलुको सेकुवा हामी खाने छौँ र तपाईँहरू हेर्दै गर्नुहोस् ओइ सुजित आगो बेसी भएन ठिकै है तर ए हाल्यो यो अदुवा पिसेको अन्त काम लाग्छ अब यो पनि छ माछा पनि छ यो माछा ल सुजित भाइ यो पनि त्यसमै हल्का हाल्यो ल सो गाइस हाम्रो दाजुले उहाँ ए माछा मार्दैछ अम्बो कत्रो गरौँ अग्लो पो रहेछ त अब यहाँबाट जम्प गर्ने हुनुपर्छ म ल मार्दैछ निकाल्यो एउटा पक्रिदियो पक्रिछ यताबाट ल ओइ सान्डुप यहाँ पक्रेँ मैले ओइ पक्रेको थिएँ नि हौ यहाँ
ओइ पक्रे 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 के हो यो घन्टा पत्ता गरे थुक्का त्यसका बाजे ए यो माछा हैन यो के हो यो के हो सो गाइस अभी मैं इधर हंटिंग कर रहा हूँ यहाँ पर मछली है ये देखो पा कितना छोटा है पा देखो भाई तू बड़ा होता तो मैं पकड़ लेता तेरे को तू आजाते जा भाई तू हमारा बाहर से बाहर है भाई अभी तू टीनेज पे है ना तू जा अभी तो टीनेज पे है तू निकल निकल इधर से 9 तो 11 हो जा तेरा बड़ा बड़ा को भेज दे हाँ हमारे पास हाँ आजा भाई मछली वेल मछली आजा वेल मछली होइन यहीँ छौ के छ यो ऊ सधैँ पक्रिन ऊ ओइ कसरी चाहिँ पक्रिनु यहाँ क्यामेरा छ नि त एक हातमा अन्त कता पछि हो यहाँ त हामी माछा मार्छ कहिले अन्त हामीलाई चाहिँ माछा चाहिँ हातैमा आउनु पर्यो आइज भनेर के हो यो ओ क्या मिल गयो हैन ओ यहाँ के पाए के पिए ओ यो त रुद्राक्ष हैन माछा हैन घन्टा माछा ओइ यही रहेछ है ओइ रुद्राक्ष यहाँ के दाइ ढुङ्गा पाए ओइ ओइ रुद्राक्ष ओ माय गॉड ओइ पार्सिङदा पार्सिङदा यहाँ छ यहाँ छ यहाँ छ ठुलै छ ठुलै छ ठुलै छ यहाँ छ ठुलै छ यहाँ ठुलै छ बाटो उताबाट आउँछ बाटो छ हेर्नु ल ठुलै छ हेर्नु ल ठुलै छ होइन ठुलै छ मार्कुस दा ठुलै छ यस्तो ठुलो छ नि के पर्छ आम्मामा यो त कुर्ता ओइ यहाँ 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 पक्रे 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 खतरा खतरा दुईटा छ दुईटा ऊ यहाँ हेर्नु माछा ती छ बाकिन्दा ती छ बार्सिङदा ती छ ती छ हो ती थियो Wait, wait, wait! यस यस Yes, got it! या अरे हात में आएको शिकार हेर खोलामा ये हो नहीं सकता अरे 1 सेकेन्ड बच्चा चाहिँ यहाँ पक्रिनु पर्छ नि तिमीहरूले मिलेगा 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 ऊ माथि माथि बार्सिँदा यहाँ ऊ माथि ऊ यहाँ यसले पानी पिलायो हिँडाइ चाहिँ कतिको भयो त्यो मात्रै भन्दैन हत्तु भयो ठिकै छ एक्लै आयो है ठिकै छ वेलकम छ साथीलाई किन वेलकम आफ्नो साथीलाई र ऊ भएको दाजु यो आज हाम्रो चिकन देशी देशी सबै आज अर्ग्यानिक छ अर्ग्यानिक सबै अर्ग्यानिक है सबै भातदेखि लिएर माछा आज कुक गर्दा चाहिँ तपाईँलाई कस्तो फिल भइरहेछ आज कुक गर्दा केटाहरू माछा मार्नु गरिरहेको हामी कुक गरिरहेको दामी आज चाहिँ र यहाँ छ हाम्रो बाहुबली तँलाई पौडी खेलेर दामी लाग्यो के भन्न स्विमिङको विषय दामी ठिकै छ र हाम्रो यहाँ बाहुबलीलाई पनि सोध्यो है असोदा है तपाईँलाई राम्रो लाग्दैछ यो कुकिङहरू यस्तो केही एकदमै रमाइलो है रमाइलो सबैजना खटिरहेछ कोही हजुर अब दुवाली फर्काइरहेछ अँ माछा मारिरहेछ हजुर होइन हजुर हजुर र म कुकिङमा बसिरहेको छु अँ अघि अब हाम्रो माछा हल्का फ्राई भयो हजुर र अहिले हाम्रो झाँते हुँदैछ ल ओके थ्याङ्क यू सर तपाईँलाई कस्तो फिल भइरहेछ एक दुई शब्द एकनै ढुकुन ढुकुन यहाँ दाजु अलिक बिजी रहेछ यहाँ हाम्रो बार्सिङदाले माछा निकालेछ यहाँ तपाईँलाई देखाउँछु म खोइ खोइ आमामा ऊ यहाँ माछा निकालेछ वाइ 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 छ छ छ छ छ वाइ छ चेप्टायो चेप्टायो या 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 जस्ट च्याउ च्याउ या अझै एउटा यहाँ देखाउनु नि ओइ 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 माल निक्ल्यो माल माल हाल हाल छ छ छ पक्रिरहेछ त्यसले पक्रिरहेछ गाइस यहाँ पक्रिरहेको छ तपाईँहरूलाई देखाउनु एक्साइटेड निकाले गतिलो निकाले ओइ गतिलो निकाले पायो 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 ओहो यहाँ केटा हो ओ यहाँ आएको थिएछ माछा त है निकालिस् निकालिस् ओ यहाँ चेपबाट आउँछ है ओ हो 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 ओ हो 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 यहाँ
हुँदैन हुँदैन र आज मजा आयो हो लु दाजुले एक शब्द आज एन्डको विषयमा लु ल है भाइहरूलाई एकदमै धन्यवाद है साथीभाइहरूलाई सबैजना हामी रेडी छौँ अब जानुको लागि किनभने घर पनि जानु पऱ्यो हो एकदमै मजा आयो आजको चाहिँ एकदम माछा पनि मार्यो मजाले खाना पनि खायो टन्नै पनि भयो हो एकदम सबैलाई अब एकदमै धन्यवाद है नेक्स्ट भिडियोमा चाहिँ पक्का भनेको रमाइलोसँगले मजाले भेटौँला ल ल केटा हो बाई क्यामेरामा भाइ राकेश दा बाई बाई राकेश दा बाई 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 सो गाइस अब हामी चाहिँ घर फर्केको है आज एकदमै मजा आयो है राकेश दा है अब आज चाहिँ मजा आयो आज एकदम मजा आयो मजा चाहिँ कहिले आएन तर भिडियो चाहिँ अब कस्तो लाग्यो होला तपाईँहरूलाई है हेरेर लाइक चाहिँ गरिदिनुहोस् है सब्सक्राइब पनि गरिदिनुहोस् सेयर पनि गरिदिनुहोस् र आजको भिडियो चाहिँ यहीँसम्म हो बाई बाई टेक केयर